हेलो गाइज, आज हामी यो जङ्गलमा च्याउ टिप्न आएको है। यो काठी च्याउ भन्छ। यो काठमा देख्नुभयो नि, यसलाई के भन्छ, सिकाते कि के भन्छ है। यो काठमा पाइने च्याउ देख्न सक्नुहुन्छ। मजाले पुरा यो काठैभरि रहेछ च्याउ, हेर्नु त। माई गुडनेस, यहाँ टिप्दैछ यसले। खै कति भयो झोलामा देखाउँछ। वाउ, झोलामा पनि छ है च्याउ, देख्न सक्नुहुन्छ है। पुरै यो काठैभरि लटरम्मै के पुरा खेती गरेको जस्तै छ। जताततै हेर्नु यो काठमा, यहाँमा यो यसरी टिपिरहेको छ उसले यहाँ होइन। त्यो मात्र होइन, यहाँ एउटा बारुला पनि छ कि यहाँ देख्न सक्नुहुन्छ। बारुला हेर्नु त, पुरा रेडी छ। अघि टोकिदिइहाल्यो है, अहिले पनि रेडी भएर बसेछ एट्याकको लागि है। सेनाहरू 4-5वटा सेना रेडी छ। जिस्काउनु हुन्न यसलाई, जिस्कायो भने टोकिहाल्छ। ल, यता च्याउ टिप्ने कार्यक्रम जारी छ है। झोला भरिन आँटिसक्यो, अझै यो आधा पनि टिपेर भ्याइयो होइन। यहाँ टिप्ने क्रम जारी छ। त अगाडि यो साइडमा पुरै थियो है, जरैसम्म सबै टिपेर यता आइसकेको छ। अब यो अझै यहाँ बाँकी छ टिप्नलाई। यहाँ तल पनि रहेछ यो साइडमा कि दामी। ल, आज चाहिँ च्याउ खाने भयो। यो मासुभन्दा नि मिठो हुन्छ यो है। आज स्पेसल्ली चाहिँ च्याउको चाहिँ स्पेसल चाहिँ आज च्याउको तरकारी खाने भयो। ल, यहाँ देख्न सक्नुहुन्छ अघिको बारुवालाई टोकेर हेर्नु त, कस्तो रातै बनाइदिएर कस्तो टोकिदियो है। शून्य चाहिँ यता पनि हेर्नु त, यो शून्य पुरै टोकेको ठाउँमा। च्याउ चाहिँ एउटा झोला, अर्को झोला, दुईवटा झोला भरियो। यही चाहिँ यहाँ यो बारुला छ, यसले टोकिहाल्यो है, भर्खरै चिलिहाल्यो हेर्नु, पुरा एक्सनमा छ है। अनि गाइस, हामी आज च्याउ खोज्न आएको जङ्गलमा है। हेर्नु त, च्याउ भनेको यो हेरे त, यो काठे च्याउ भन्छ यसलाई है। वुडन मसरुम काठे च्याउ भन्छ। एकदम वाह, दामी यार। आज चाहिँ दरो खाइने भयो च्याउ। ल गाइस, ओ यता हेर्नु त, ए यो साइडमा टन्नै छ। ओ यता पनि रहेछ गाइस। ओहो, हेर्नु त, यो पुरै सेतै है। ए यता पनि रहेछ, यहाँ माथि पनि। ल है, देख्नुभयो नि, च्याउ भनेको यो हो क्या। ए हेर्नु त, ये गाइस, च्याउ। ल